कारण सरकार त चोर हो। सच छ भने हामी अहिलेसम्म त्यसको गैरी गाउँमा घर देखेकै छु। 5 रुपियाँ पनि लिए छैन। 8,000 रुपियाँ हामी खर्च गरेर भोट हाल्नु गयो घन्टीमा। राजकिशोर साहब मेरो धम्साबाट उठेको हो कि होइन, जितेको हो कि होइन, सरकारले वृद्ध भत्ता त दिन्छ होला नि। तिमी नि राख न त। सरकारले दिएछ, सरकारले आफै भिखारी छ। सरकारले गर्दैन केही गरेकै छैन। हाम्रो गर्छ भने कानमा तेल दलेर सुतेछ। हामी हिजोदेखि खाएकै छैन। हिजो अस्ति नै यहाँ यही हाम्रै दिदी बहिनीहरूले गाडीबाट मेकिङ गर्दै गयो। हामी आएर त्यहाँ भन्यो अब खोम भर्छ अरे। भर्छ भने भर्नुलाई हामी तयार छु। अरूको जिम्मेवारी छैन। म मेरो आफ्नै छोराछोरी हो। तिमी जहाँ जान्छ दा। तपाईँ चाहिँ आजको विरोध गर्ने भन्ने तयारी के गर्छ?